दर्शकवृन्द, रोल्पाको खोलामा एउटै मान्छेले 12 तोला सुन भेटाएपछि सारा गाउँलेहरू चकित पर्दै एउटै मान्छेले त्यति सुन कसरी भेटाए भनेर दर्शकवृन्द, रोल्पाको खोलामा एउटै मान्छेले 12 तोला सुन भेटाएपछि सारा गाउँलेहरू चकित पर्दै एउटै मान्छेले त्यति सुन कसरी भेटाए भनेर सुन खोज्नेहरूको भिड लाग्यो। नपत्याए यो भिडियो पुरा हेर्नुहोस् त। 10 तोला 12 तोला पनि कमाइसक्यो। ओहो, 12 तोला होती हो नि सुन। हजुर, यो भन्दा पनि बढी भेटिन्छ। सुरुमा हजुर, कति भेटाउनु भयो? पहिलो वर्ष कति भेटाउनु भयो? पहिलो वर्ष 2 महिनामा तपाईको 1 तोला 2 मासा 7 लाख 2 महिनामा। 2 महिनामा मात्र? 2 महिनामा मात्र। ओहो हो हो हो। फगम खोलामा, यो खोलामा हैन, फगम खोलामा हो। कुन खोलामा भेटिन्छ दाइ? यो बुजिङ खोला, यो लुम्री खोला, फगम खोला, तीनवटा खोला। एउटा बुजिङ खोला भन्ने छ, सुलचर जान्छ। हजुर। एउटा यो पनि सुलचर जान्छ, एउटा फगम खोला पनि सुलचर जान्छ। यो तीनवटा भेला हुन्छ तल। हजुर, तीनवटै खोला भेटिन्छ। यो कहाँबाट बग्ने रहेछ सुन वास्तवमा? वास्तवमा तपाईको यो पोखराबाट नै झर्छ। अब यो खोलादेखि आस्न जान पाउँदैन, त्यही कारणले यो बगरमा रहन्छ। त्यही भएर नै हामीले यतातिर खोजेपछि पाइन्छ। योभन्दा तल जाने त ठाउँै छैन, यहीँ रोकिने हो। यो साल खोज्छौँ, अर्को साल फेरि माथि पोखराबाट आएर फेरि यहीँ अट्छ, फेरि अर्को साल खोज्ने। पोखरा भन्नाले यो माथि यस्ता झाडीबाट। भनेपछि यो माथि गाममा छैन, यो कोठेभिरमा सुनखानी छैन? त्यो होला त्यहाँ हुन त। अब सुन देखे छैन, अब रेको कुरा अब छ भनिन्छ, थाहा छैन। सबै यस्तै पोखरा पोखरीबाट खोज्ने हो कि। अहिले त हामीले त जान्दैनौँ। पहिलेका बुढापाकाहरूले त यस्ता पोखरा खोजेर पोखराबाट निकाल्थ्यो रहेछ। अहिले त्यो हामीले अब बुढापाकाहरूले अब सिकाउनु भएन, हामीले पनि सिकेनौँ। सिक्दै जाने र पछि पिँढीहरूले। अहिले अब हामीले थाहा छैन, हामीले खालि यो बगरमा मात्र कमाउँछौँ। तपाईँले सुन खोजेको पहिलो वर्ष नै 1 तोला 2 मासा भेटाउनु भयो? हजुर, मैले कमाउनु त थुप्रो कमाएँ। हजुर। अब पहिलो वर्ष तपाईँको 2 महिनामा 1 तोला 2 मासा 7 लाख। हजुर। गएको योभन्दा 3 वर्ष अगाडि 14 मासा कमाएको। 14 मासा कति भयो? कति तपाईँको 1 तोला 4 मासा। 1 तोला 4 मासा भनेपछि अहिलेसम्म तपाईँले धेरै सुन भेटाइसक्नु भएको छ। 2 तोलाभन्दा बढी होइन? 2 तोला होइन, मेरो म्याक्सिमम 3-4 तोला जति त मेरो बुढीले नै लगायो होला। ओहो, यही खोलाको सुन? यही खोलाको सुन प्योर हुन्छ है? प्योर हो। टोटल कति भेटाउनु भयो? लगभग भेट्यो होला 4-5 तोला त भेट्यो। 5 तोला होइन? भनेपछि त किन जानु पर्यो के दाइ अमेरिका, किन अस्ट्रेलिया जानु पर्यो, किन विदेश जानु पर्यो होइन? हजुर, म पनि कटार गयो, 7 वर्ष बस्यो। हजुर। वहाँ गएर अब केही पनि सिपलाई न अर्काको गुलामी मात्र गरेर होइन, आफ्नै स्वदेशमा केही न केही गरिदिनुपर्छ भनेर यहाँ आएर अब मेरो जेठान हुनुहुन्थ्यो, जेठानले अब सिकाइदिनु भयो। सिकाइदिँदाखेरि म 4 तोला तपाईँकै श्रीमतीले सुन लाउनु भएको छ? अरू चाहिँ त्यही पनि बेच्नु भएको छैन, राखिरहनु भएको? बिक्री गर्दैन। आवश्यक परेकोहरूले बिक्री गर्नुहुन्छ, आवश्यक नपर्ने राख्ने। बुवाले कहिलेदेखि खोज्नु भएन? कति वर्ष भयो सुन खोज्नु लाग्यो? मैले खोज्नु लागेको भइको होला 20 वर्ष। 20 वर्ष? कति भेटाउनु भयो 20 वर्षको अवधिमा? 20 वर्षमा अनुमान राखिएन, लगभग मैले यता अब 10 तोला 12 तोला पनि कमाइसक्यो। ओहो, दिने फेरि नयाँ मूल्य आउँछ होइन? दिनदिनै आउँछ। अहिले जस तपाईँलाई फाइदा छ तपाईँहरूलाई? होइन, पहिले मैले कमाउने लाँदा तपाईँको 200 रुपियाँ तोला 600 रुपियाँ तोला थियो। त्यस बेलामा केही मूल्य भएन। त्यस बेलादेखि खोज्नुभयो? त्यही सुन अहिले बचाएर राखेको भए अहिले बेच्न पाएको भए त खुब राम्रो हुन्थ्यो होला है? हुन त हामीले पुग्दैन, सकिन्छ। पेसै यही गर्नुहुन्छ? पेसै यही हो। भनेपछि यो त धेरै वर्ष यो पुर्खादेखि नै यो खोलामा सुन बगिरहेछ? पुर्खैदेखिबाट हो। यो कसरी उत्पादन हुने रहेछ यो सुन चाहिँ? बगेको सुन राम्रो आउँथ्यो। पहिले त अब तपाईँको दिनमा 1 मासा पनि आउँथ्यो। अहिले यताउता यो बाटो खनेको हुनाले यो बाटोले गर्दाखेरि पुर्यो कि ठाउँहरू होइन। पहिले त हाम्रो दिनमा त 4 लाख 5 लाख बसाल्थ्यो हामीले केही नभने 10,000 रुपियाँ ढ्यारी बसाल्थ्यौँ दिनमा। अहिलेको ढ्यारी पैसा भएको छ, उस बेला ढ्यारी पैसा छ नि त फेरि। उस बेला हामीले कमाउने बेला त अब माछा कमाउने भन्दा 600-500 पर्थ्यो। उस बेला केही पनि छ नि त। हजुरहरूको अनुमान के छ? यो सुन कहाँ छ होला, कहाँबाट बग्छ होला, सबभन्दा ठुलो यसको खानी कहाँ छ होला भन्ने तपाईँहरूलाई जानकारी यसमा अनुमान छ कि छैन? अनुमान यसको खानी पनि छैन। यसको पोखराबाट झर्छ, यसको खानी छैन। भनेपछि खानीमा छैन सुन? छैन, पोखरामा, वनमा, जङ्गलमा छ।
यस्तो यस्तो जङ्गलले सबै जङ्गलमा भेटिन्न अब जस्तो यस्तो जङ्गलमा भयो कहीँ कहीँ अब राम्रो राम्रो जङ्गल हुन्छ पर त्यस्तो माटो भएकोमा पाइन्न यो ऊ हुन्छ कि त्यो रुन त्यो यस्तै माटो हुन्छ पोखरामा यो यस्तै यो ठाउँ ठाउँमा हो त